आज हाम्रो घरमा पूजा थियो र पूजालाई चाहिँ हामी बेलपत्र चाहिने भएर हामी विश्वास म सुभाष चाहिँ बेलपत्र खोज्नतिर जङ्गलतिर लाग्यौँ। घर वरपर चाहिँ बेलपत्रको बोट चाहिँ नभएको भएर टाढा टाढा हिँड्न पर्यो र पानी पनि रोकिसकेको थियो। बिहानको मौसम चाहिँ यस्तो दामी थियो कि हिँड्न पनि मजा आउने र म चाहिँ पछाडि बसेर भिडियो बनाउँछु भने र भाइलाई विश्वासलाई चाहिँ बाइक चलाउन लगाएँ। म भिडियो खिच्दै थिएँ र अगाडिको सिन यस्तो दामी आयो कि हेरे हेरे गर्नेखाले आएछ। बादलले ढाकेको र निलो आकाशमा सेतो बादल यति राम्रो देखिरहेको थियो कि एकदम रमाइलो लाग्ने। अनि हामी लाग्यौँ बेलपत्र टिप्नको लागि जङ्गलमा। पहिला त यहाँ पनि एकदम ठुल्ठुलो थियो बेलपत्रको बोट, अहिले भने चाहिँ सानो रहेछ, ढलेको रहेछ। हामीले एउटा दुइटा गरेर टिप्न थाल्यौँ र कन्फ्युज भयौँ कि बेलपत्र हो कि होइन। यसो वरपर हेऱ्या त त्यही एउटा मात्र बेलपत्रको बोट थियो। अनि अलि तल गएर हेऱ्या त त्यहाँ त बेलपत्रको त जङ्गलै रहेछ। हामीले चाहिँ सब पहिला टिपेर चाहिँ पुगिसकेको थियो, त्यही पनि यताउता हेर्दाखेरि चाहिँ टन्नै थियो। हामीले चाहिँ फेरि पनि त्यताको नि एक दुइटा टिपेर चाहिँ रोप्नको लागि नि मिल्छ कि नै भनेर चाहिँ म लाग्दै थिएँ। बाटोमा चाहिँ यसो हिँड्दै थिएँ र त्यहाँ म चाहिँ टिप्लेर लडेँ। ल त नि लडेँ भनेर चाहिँ अब माथि आएँ, केही छैन, पानी परेको बाटो भर्खरैको हो भनेर चाहिँ निस्केँ। अब अलिकति भए पनि हामीले चाहिँ बेलपत्र टिप्यौँ। अब पूजाको लागि चाहिएको थियो अलिकति, धेरै त होइन, हामीले यति चाहिँ टिप्यौँ र रोप्नको लागि भनेर पनि विश्वासले चाहिँ एउटा हाँगा लिएर आयो। र सर्ने हो कि नसर्ने हो चाहिँ त्यो त थाहा भएन, लिएर आउनु चाहिँ हामीले लिएर आएको छौँ। अब त्यो सारेर चाहिँ हेर्छौँ। अनि भाइलाई उता पूजामा जाऊँ न त भनेको उसले मानेन, मेरो घर काम छ, म काम सकाएर माथि आउँछु भने भाइले बाइक मलाई चलाउन लगायो। ऊ आफ्नो घरतिर काम सकाएर आउँछु भनेर निस्कियो। YCD जर्सी 19 नम्बरको। अब बिहानको टाइममा भएर चाहिँ पूजा पनि अलिक ढिलो हुन्थ्यो, 11 बजेपछि थियो। गुरुबा भर्खरै आइपुग्नु भएको थियो। अनि हामीले चाहिँ बेलपत्र चाहिँ नपाएर चाहिँ कता छ सोधेर चाहिँ गयौँ हामी। अनि मस्त अनि भिडियो बनाउने मान्छे नभएर चाहिँ मैले चाहिँ आफैले क्यामेरा लुगामा होल्ड गरेर चाहिँ भिडियो गरिरहेको। हजुरहरूलाई यहाँसम्म भिडियो कस्तो लाग्यो भन्न नबिर्सिनु होला। लास्टसम्म चाहिँ भिडियो नछुटाइकन हेर्नु होला है त। अनि घर आएपछि चाहिँ मैले चाहिँ युट्युबको लागि चाहिँ केही भिडियो बनाउनु पऱ्यो भनेर चाहिँ सुमनलाई चाहिँ क्यामराम्यान बनाइदिएँ। अनि म चाहिँ भित्र छिरेको चाहिँ भिडियो बनाउन लगाइदिएँ। अब हेरौँ, मैले चाहिँ बाइक मजाले लिएर आउँछु भित्र। अब हाम्रो बाइकको चाहिँ काम सकिसक्यो। मैले चाहिँ अब लुगा पनि अब फोहोर हुन्छ जङ्गलमा भनेर चाहिँ अलि नै त्यस्तै लाएर गएको थिएँ। अनि अब पालो चाहिँ अब नुहाउनु नि पर्ने छ, किनकि मैले नुहाएको नि छैन। अब बेलपत्रहरू लिन जाँदाखेरि चाहिँ ननुहाएको। अनि घरमा आएर हेर्दाखेरि मम्मीहरूले फलफुलहरू काटेर ठिक्क पाइसक्नु भएको रहेछन्। अनि मेवाको बोट गेडा चाहिँ टन्नै रहेछ। अनि यो चाहिँ फ्याल्नुभन्दा चाहिँ राम्रो, रोप्नु राम्रो भनेर चाहिँ मैले बारीमा गएर चाहिँ त्यो काटेर राख्नु भएको सबै मेवाको बिरुवा चाहिँ एक कचौरो बनाएर चाहिँ बारीमा रोप्न लिएर आइदिएँ। त्यो मेवाको गेडाहरूलाई चाहिँ मैले एकै ठाउँमा चाहिँ लस्करै रोपिदिएँ, किनकि जताततै छर्दाखेरि चाहिँ कता रोपेछ भनेर चाहिँ चिनिँदैन। उम्रियो भने पनि एकै ठाउँमा उम्रिन्छ, सार्नलाई सजिलो हुन्छ भनेर चाहिँ मैले एकै ठाउँमा बनाइदिएँ। अनि त्यसलाई चाहिँ मैले पुर्दिएँ, किनकि पानी आउने एकदम गर्मी महिना पनि पानी आएको गरिरहेको थियो, त्यही भएर चाहिँ सर्छ भनेर चाहिँ मैले त्यत्तिकै चाहिँ खाल्डो बनाएर पुर्दिएँ। अब सक्यो हाम्रो बेलपत्रको बोट रोप्ने। बेलपत्रको हाँगो लिएर आएको थियो, अब त्यसलाई चाहिँ रोप्नु नै पर्यो। आजको मौसम चाहिँ यस्तो दामी भइरहेको थियो। अब दिउँसो चाहिँ ल्याङ गरिदियो अलिकति होइन, बिहान फेरि चाहिँ यस्तो दामी मौसममा म चाहिँ सबै काम चाहिँ आफैले गर्दैछु, किनकि मम्मीहरू चाहिँ पूजाको तयारी गर्दै हुनुहुन्छ। अनि मैले बेलपत्रको हाँगो पनि लिएर आएँ। त्यसलाई चाहिँ हैँसाले यसो मजाले तिखारेर चाहिँ छेउपट्टि उम्रियो भने पानी आएर उम्रियो भने सरिहाल्छ, मतलब सरिहाल्छ भनेर चाहिँ त्यहीँ माटोमै गाडिदिएँ, किनकि त्यहाँ फुलहरू पनि राम्रो सरिरहेको थियो। अब पालो लुगा धुने र नुहाउनेको। बेलपत्र टिप्न जाँदा फेरि जङ्गल जाँदा फेरि लडियो पनि, अनि धुलो पनि भयो। त्यो लुगाहरू चाहिँ धुनु छ, किनकि अब म चाहिँ काठमाडौँ नै बसिरहने भएको भएर चाहिँ लुगा धुन नि पाइँदैन। अनि म चाहिँ लुगा धोएर सुकाउन गएँ। अनि यताउता हेरेको, एकदम मस्त दिन भएर चाहिँ यसो ज्यान तन्काएर यता हेरेको त फुल कति राम्रो फुल सुकिरहेको रहेछ। अनि फेरि यसो नजर गएको त नेपालको झन्डा कति मजाले फर्फाइरहेको रहेछ। अनि यसो तलतिर नि यसो ध्यान गयो होइन, मम्मीले बनाउनु भएको गमला चाहिँ कति राम्रो देखिरहेको, पानी नि मजाले जमिरहेको, कलर लाउन मात्र बाँकी रहेछ।
अनि फेरि एक नजर आपको बोटमा नि गयो। आपको त्यत्रो आपको तिथिलाहरू चाहिँ सबै पानीले पनि झारिसकेको। अब आकाशमा पनि पानी आउला आउला जस्तो गरी चाहिँ बादलले नि ढाकिसकेको। अनि हामीहरू चाहिँ पूजाहरू यहाँ सुरु नै भइसक्यो। अब बिस्तारै बिस्तारै पूजाको कामहरू सुरु हुँदैछ। गुरुबा भन्ने चाहिँ मन्त्र पढ्दै हुनुहुन्छ, ड्याडीलाई चाहिँ सिकाउँदै हुनुहुन्छ अब पूजाको तयारीको लागि। अब बिस्तारै चाहिँ हाम्रो अब पूजा सुरु हुँदैछ घरको लागि। अनि यहाँको ड्याडीले चाहिँ यहाँको पूजा सकाएपछि चाहिँ अनि हामीहरू पनि पूजामा बस्नुपर्ने हुन्छ। हाम्रो यो नयाँ घरमा चाहिँ पूजा लाउने भनेर चाहिँ अस्तिदेखि सुरु गरेको, तर कहिले पनि नजुराको। यो 3-4 वर्षपछि चाहिँ बल्ल जुराउँदैछ। घरमा बसेको चाहिँ 3-4 वर्ष लगभगै बितिनै सक्यो। पुरानो घरमा नै पूजा गर्ने ओर्ने गरेको चाहिँ नयाँ घरमा केही पनि गरेको थिएन। अनि यता नयाँ घरमा पूजा पनि लगाएको आज। अनि हामी सबैलाई चाहिँ गुरुबाले सुनको औँठी चाहिँ महँगो हुन्छ भनेर चाहिँ कुसको औँठी बनाएर दिनुभयो। अनि हामी सबैजना चाहिँ पूजाको लागि औँठी लाएर पूजामा बस्यौँ। दस 11 बजे सुरु गरेको पूजा चाहिँ बेलुकाको 3-4 बज्दा फेरि पनि नसकिँदो रहेछ। अनि रुमभित्रै आगो बालेको भएर सबैको आँखामा चाहिँ धुवाँले गर्दा फेरि आँसु दियो। अनि मैले आरजिबी लाइट पनि बालिदिएको थिएँ अलिकति राम्रो देखियोस् भनेर। पूजा सकिनु साथ चाहिँ एकदम ठुलो पानी पऱ्यो आकाशबाट। अब सबैलाई चाहिँ चोखाओस् भनेर होला सायद। अनि चारै कुनामा चाहिँ यो सेलहरू चढाउनु पर्ने रहेछ, पूजा गर्नुपर्ने रहेछ, ध्वजाहरू चढाउनु पर्ने रहेछ। अनि ड्याडीले चाहिँ चारै कुनामा कौसीमाहरू सबैतिर चाहिँ पूजा गर्नुभयो। पानी पनि एकदम ठुलो भइरहेको थियो। अनि छाता ओढेर चाहिँ पूजा पनि गरेर सकियो। अनि माथिबाट पानी पनि फाल्न पर्ने रहेछ। हामी चाहिँ पानी त्यो माथिको जललाई चाहिँ थाप्नको लागि भनेर चाहिँ रातो कपडा राखेर चाहिँ थाप्न बसेको, त पानी कतिखेर झर्छ भनेर कुर्दा कुर्दा पानी चाहिँ परेन। आकाशको पानीले ठुलो परिरहेको भएर चाहिँ थाहा नै पाइएन। मोबाइल अगाडि देखाएर चाहिँ आफैले नै भिडियो बनाउनु थालेको, किनकि क्यामेराम्यानै थिएन। अनि माथिबाट सेल पैसाहरू फालेपछि चाहिँ सबजना टिप गर्न थाल्नुभयो। मैले लेख्छु उसले लेख्ला भनेर सब बुढाले पनि अगाडि आएर टिप्न थाले। अनि पूजा सकिँदा फेरि पनि पानी एकदम ठुलो भएर चाहिँ अलि नरमाइलो भयो, किनकि रमाइलो गर्ने बेलामा चाहिँ पानीले नरमाइलो बनाइदियो। अब भने चाहिँ पालो तोरण लगाउने। तोरण पनि हामी 4जना दाजुभाइ मिलेर चाहिँ तोरण पनि लगाइदियौँ हामीले। यसमा चाहिँ आँप चाँप पिपल फुलहरू सबै मिसाएर चाहिँ लगाएको हुन्छ। अनि भित्र हेर्न आएको त धुवाँले बस्नै नसक्ने भएर बाहिर आएको। अनि पानी परिरहेको भएर चाहिँ अब आजको दिन यस्तै भयो। अब भेटौँला नयाँ भ्लगतिर। आजको भ्लग चाहिँ यति नै हो। मनपर्छ भने लाइक, सेयर अनि सब्सक्राइब गरिदिनु होला।